हेलो अब लङ टाइम कुस्लब इज ब्याक। हामी चाहिँ अहिले रारातालमा आइसकेको छौँ। यस्तो यता चाहिँ हामी यता होमस्टेमा बसेको अनि यस्तो यहाँ चाहिँ होमस्टेहरू छ अनि हामी चाहिँ अब टक्क घोडा चढेर माथि जाने हो। बाइक स्कुटीहरू चाहिँ यहाँ छ। मेरो अप्रिललाई चाहिँ टक्क यहाँ आइपुगेर राराले उहाँको एभेन्जर 220 तीनवटा बाइकमा 5 जना आएको हामी चाय टक्क ल्याएर यसो यतातिर ल। हेलो नमस्ते झर्ले फेकुला सो कफी चिया लिएको छ है। कस्तो छ मामा राराको? एकदम गजबको छ ल। ठिक छैन। यहाँ चाहिँ हाम्रो किचन, यहाँ चाहिँ हाम्रो अर्ग्यानिक कोदोको रोटी बन्दैछ। फापरको सरी स्पेशल दिलो बनाउँदै हुनुहुन्छ। यो चाहिँ यहाँ त्यसको रोटी रे मामा? फापरको रोटी आइसकेको छ। ल अब म चाहिँ जान लाग्यो माथि, अरू चाहिँ गइसक्नुभयो। त्यहाँ चाहिँ मेरो घोडा आइसक्यो। म चाहिँ यो घोडामा बसेर जान्छु। हेलो ल खुट्टामा बराबर ब्यालेन्स मिलाउने मजाले म त्यसमा। चाहिँ अब जाँदैछु घोडामा चढेर। तपाईँको घर यतै हो? मेरो घर यतै मुगुई हो। ए तपाईँले कति भयो घोडा चढ्न लाग्यो? घोडा चल्न लाग्यो त म त 6-7 वर्ष भयो। 6-7 वर्ष? कस्तो राम्रो आम्दानी हुन्छ त अङ्कल? के नै बानी परियो भए पनि नभए पनि। म चाहिँ टक्क घोडामा आएको। मामा भाइहरू चाहिँ हिँडेर आइराख्नु भएको छ। म चाहिँ अपरेसन भएर अलि हिँड्न गाह्रो हुन्छ, त्यही भएर घोडामा आएको। अनि धेरै मोटाएर पनि गाह्रो भयो। कस्तो दामी ठाउँमा छौँ हामी। एकदम सुन्दरताले भरिएको ठाउँ होइन? सुन्दरताले भरेको राराताल। हजुर हरियाली पुरा जताततै हेरे त्यतै रमाइलो लाग्छ। यो त मुगु राम्रो राराताल पनि गाइदिनु न त। ए मुगु राम्रा राराताल, मुगु राम्रा राराताल, ए जमला राम्रा चन्दना त, जमला राम्रा चन्दना त, ए आइजाऊ पाउनु सारा स्वागत छ रारा, ए स्वागत छ यो पाउना हजुर स्वागत छ रारा। हामी चाहिँ अलि माथि आइसकेको छौँ, धेरै माथि हाइटमा। अब धेरै तल जानुपर्छ। मन्दिरहरू पनि छन्। खतरा छ त यार। मन्दिर चाहिँ पारि जानुपर्छ तपाईँको 2000 रुपियाँ लाग्छ घोडाले। माथि नै माथि लग्यो। हामी चाहिँ जाँदैछौँ, बाटो अप्ठ्यारो रहेछ, घोडाले गाह्रो भएर होला। गइरहेको छौँ तलतिर, बाटो अप्ठ्यारो रहेछ, के गर्ने। घोडाले दुःख दिएँ मैले। तर पानी परेपछि समस्या रहेछ क्या है, घोडाले चाहिँ समस्या के हेर्नु न, यस्तो हिला। बाटो चाहिँ अलि समस्या रहेछ, पानी नपरेपछि ठिकै छ भनौँ। पानी पर्दा चाहिँ हल्का समस्या गाह्रो छ। ठिकै छ, अब बिस्तारै जाँदैछौँ हामी। अब टक्क रारा पुगेर भेट्नुपर्छ। हामी राराताल पुग्न लागिसक्यो। गर्दै राराताल पुगिसकेको छौँ। सुन्दरताको ताल राराताल। नेपालको रारा। यहाँ पनि फुटबलको क्रेज। फुटबल त अब खेल्नु पर्ने के। घोडा ल्यायो भने बल भित्र पस्यो भने गेस्टलाई मिलिक्क पर्ने। दिदी कस्तो भयो मिल्क्यो। यो घोडतर्फलाई अब खेल्नु पर्ने के फुटबल। धेरै राम्रो हाम्रो राराताल मुगुमा रहेको
यहाँ आउनलाई धेरै सङ्घर्ष गरियो 2 दिनको लगातार बाइकमा। अब आइयो आज हामी चाहिँ रारातालमा आइपुगिसक्यौँ। देख्न सक्नुहुन्छ पछाडि फोटो भिडियो खिच्दै हुनुहुन्छ। यस्तो छ यहाँ पारे बोट आउँदैछ, हामी बोटमा जाने हो। हजुर रारा भन्ने पहिला बस्ती हो यो बस्ती एउटा बस्ती उता एउटा बस्ती उता दुईटा बस्ती थियो। एउटा उतातिर एउटा घर देखिन्छ त्यहाँ, अनि एउटा बस्ती यता दुईटा बस्ती अझै चिसापानी र गाबारमा छन्। रारा बस्ती भन्ने। अनि पछि यो पोखरी भएर अनि त्यो डुब्यो। त्यो पोखरी त पहिलेबाट हो। हामी आइसक्यो बोटिङ गर्न। वहाँदेखि पारिदेखि यस्तो मामा भान्जा रक हो नि भन्छ नि त्यो म जस्तो जोगीले नपरेन मलाई भित्ता दिनु भएन, बाँस पनि दिनु भएन। तर यो 7वटा बस्तीलाई म पानीमा डुबाएर उ गर्छु भनेर गरेँ। त्यहाँकालाई बचाए गरे। यहाँको 7वटा घुइँटो फुटालेर यो ताल बनेको भन्छन्। अब सही हो कि सत्य होइन, अब हामीसँग थाहा छैन। सुनाएको कथा त्यही नै हो। अनि फेरि यतातिर गयो भने यो पुरा यो बन्द थियो गरे। फेरि यो निजारको पुल निकासै थिएन गरे। यतातिर पुरा धेरै छ घुमडी सदरमुख, त्यहीँबाट बस्ती कति छ त्यो त वर्षै अहिलेसम्म पनि है। तर यो बस्ती पानीमा डुबाएको हामीसँग अब छाप छैन, केही छैन। अब बुढोबुढीले भनेको त्यहाँ अहिलेसम्म छाप छ। बस्ती गाउँ त छ, गाउँ कति छ बजारै छ त्यहाँ सदरमुख। त्यो पुरै ताल कस्तो हुन लाग्यो गरे पुरा एक्रो टल्ल पर्ल। अब कता जाउँ र के गरौँ भन्ने भएर पानी टनाटन हेर्नु नि त्यहाँ डाँडो एकदम सानो छ, रुखले मात्र 50 मिटर। हामी चाहिँ अब घुमेर फर्किन लागिसक्यौँ। बाई हामी चाहिँ अब जाँदैछौँ बाई बाई रारा लेक। फेरि आउनेछौँ अर्कोचोटि भन्दै यहाँबाट जान चाहन्छु म। दामी छ, राम्रो छ, आउनु होला तपाईँहरू पनि, होइन अङ्कल? एकदम दामी छ, सुन्दरता छ, विभिन्न किसिमका सुन्दरताले भरिएको रारा लेक। विभिन्न किसिमका फुलहरू पनि फुलेका छन्। पारी घोडा चढिरहन्। धुपी पनि ढकमक्क भइसकिएको छ, चढ्ने धुपी चाहिँ। हजुर हरियाली बुन चाहिँ ढकमक्क भइसकिएको छ। बाई बाई रारा लेक गाइज, बाई बाई। हामी जान्छौँ अब बिस्तारै जाँदैछौँ। अब अङ्कल पनि जाँदै हुनुहुँदैछ, अब घर फर्किनुहुन्छ। यताको सकेपछि घुमिसकेपछि अब त्यहाँ दुकान लाग्नु भयो है। चल मेरे घोडे टिक टिक टिक। डुक्रियो पारे, डुक्रियो डुक्रियो डुक्रियो। बिस्तारै जाने हामी चाहिँ आनन्दले। घोडालाई दुःख पनि नहोस्, मजाले जाने हो आनन्दले। त्यो जङ्गलमा नडुगारै हुन्थ्यो उकालोमा। ओहो बिस्तारै एकदम बिस्तारै। लर्के नाम के हो यसको? यता फर्के होला। लर्के एउटाको फर्के। यता फर्के। अलि माथि गएर डुक्रिन्छ बाटोमा। घोडा डुगार्दै हुनुहुन्छ। ओहो डुक्रियो, डुगार्नु अझै डुगार्नु। आयो डुक्रियो। पारि पनि डुक्रियो। जमला राम्रा चन्दना त हे मुगु राम्रा रारा ताल
ए जमला राम्रा चन्दना त मुगु राम्रा रा मानु रुको मेले ए मुगु राम्रा रा ए आइजाऊ पाउना मुगु रा गानु आइजाऊ पाउना रा रतडी मण्डल मुगुरा ताला एक आफल पाकी आफल पाकी दुवारे हुनुहुन्छ ड्राइभरले घोडा गाम फेरि गाम ए कापल पाकी रताडी मण्डल मुगुरा राताल है ए जेठका महिना काफल पाकी रताडी हुन्छन्। अब चाहिँ हामी जान लागिसक्यौँ रारा घुमिसकेर अब चाहिँ हामी आज जुम्लाबाद जान्छौँ अनि भोलि चाहिँ घर जाने हो। अब चाहिँ हामी जान लागेको ल बाई बाई। होमस्टेहरू छ यता चाहिँ हामी चाहिँ त्यही मामा भान्जामा बसेको स्कुटी बाइक रेडी छ। बाई बाई सी यू नेक्स्ट ब्लग।